आज भने अनमोल आराध्या विद्यालयबाट आउने बित्तिकै किताब सिताब फालेर दगुरे मेलातिर, किनभने आज मेलाको लास्ट दिन पनि हो साथीहरू। हुन पनि आज मेलाको लास्ट दिन चहल पहल निकै बढी थियो। अनमोल आराध्या पनि धेरै एक्साइटेड थिए। आज मेलाको लास्ट दिन त हामीले धमाकै गर्नुपर्छ भन्दै थिइन् आराध्या। साथीहरू, हामी मेलामा इन्ट्री गर्न नपाउँदै रचना रिमालको मिठो स्वर गुन्जिरहेको थियो। उनले फोटो फिल्ममा भन्ने गीत गाइरहेकी थिइन् भने यता आराध्यालाई पनि भोकले पेटमा मुसा दगुरेको छ भन्दै थिइन्। एट फर्स्ट त साथीहरू अनमोल आराध्या खानेकुरा भएको ठाउँमा मलाई तान्दै लगे। यो के हो भनेको त कण्डको हो मम्मी, एकदम मिठो हुन्छ भन्दै खाइरहेका छन्। त्यसपछि फेरि दुवैजना सुरुवात भए तातो चाट खान। चाट पनि एकदमै मिठो टेस्टी थियो साथीहरू। तातो चाट देखेर आराध्या चाहिँ एकदम खुसी भएकी थिइन्। यो तातो चाट एकदमै मिठो थियो साथीहरू। मैले पनि एउटा लिएर खाएँ, एकदमै टेस्टी रहेछ। तर अनमोल आराध्याले पनि पिरो नहालिकन खाएका छन्। चाट खाएर भ्याउन नपाउँदै अनमोल गए एगरोलतिर। मम्मी एउटा एगरोल खाम न भनेर फेरि एउटा लिए। अनमोललाई चाहिँ एकदमै मनपर्छ के एगरोल साथीहरू। यता आराध्याले पनि मलाई पनि मनपर्छ भन्दै खाइरहेकी छिन्। आज मेलामा आएर अनमोल आराध्याको खानी मात्र काम भएको छ साथीहरू। एगरोल भ्याउन नपाउँदै तातो जेरी खान आएकी छिन् आराध्या। अब हाम्रो मेला पनि सकियो, हामी लाग्यो घरतिर। ओके बाई फ्रेन्ड्स।